कस्तो लागिरहेको नेपाल जोते होइन नेपाल होइन नेपाल गु हेलिकप्टर काजन चल्किन्छ कट्टा हानेर डियर भन्छ डियर बाघ छ खाइदिन्छु है खाइदिन्छु नभने फेरि यहाँ फेरि उयो ब्ल्याक ऊ पनि भन्छ ब्ल्याक हेन कालिज यतातिर फेरि देखिरहेको हुन्छ बाघलाई नभन्न यार त्यही त भनेको त सो यो पुल चाहिँ एकदमै हल्लिरहेछ है मैले हेलिकप्टरको चाबी सरहरूलाई दिएको छु बिस्तारै चलाउनु सरहरू किनकि नमस्ते एभ्रिवान वेलकम ब्याक इन माई न्यू भिडियो आज चाहिँ म कोप्रोबाट छु र आज चाहिँ टुर स्टार्ट छ कलेजको र एकदमै एक्साइटेड छु म किनकि मुस्ताङ हो नि त फर्स्ट टाइम म मुस्ताङ एकदम सुनिरहेको ठाउँको नाम हो सो कोप्रोबाट कस्तो आइरहेछ प्लिज कमेन्टमा भनिदिनु होला र थ्याङ्क यू प्रशान्त सर फर दिस कोप्रो है यो चाहिँ सो फाइनली हामी कलेज आइसक्यौँ र तँलाई पो देख्ने यसरी ल म देख्दैन होला है देख्छ हो साथी सो अब चाहिँ गाडी कुन गाडी चढ्नुपर्छ भन्ने अवस्था हो कलेजको बस्न जान्छ कलेज बसमा कहाँ जान्छ हो पाडी यार ल केही भनिदेऊ न त नेपाल हारेको के कस्तो लागिरहेको नेपाल जोते होइन नेपाल होइन नेपाल गु फेरि एकचोटि भन ल नेपाल आई लभ द प्ले अफ नेपाल है नेपालले जस्ट त्यो अलि मिसक्यालकुलेसन खेल्नु पनि नपुग्यो सो राइट नाउ वी आर इन क्लास गाइज है हाम्रो चाहिँ कतिखेर जाने हो थाहा छैन जीवना काट्नु पर्ने कस्तो बिजत काट्यो तिम्रो नि भिडियो हालिदिन्छु बस्न मजा नभयो भने होला अब चाहिँ म सिधै गाडीमा गएपछि गर्छु यहाँ अनावश्यक गर्नुभन्दा अब चाहिँ हामी बसमा आइसक्यौँ र वी आर एट दि बस म चाहिँ हल्का बसको चाहिँ यसो हाम्रो अरुण सर हुनुहुन्छ यहाँ एकदमै बबाल सर यता हाई भन्नु त ल क्यामेरा यता हाई उता अब यस्तो हो तपाईँको गाडीको भिडियो कति देखाउनु भन्ने हुन्छ गाडीभित्रको चढेको टिके देखाउनु हल्का अब कहाँ यसो मलेको सलेको कहाँ कहाँ पुगिन्छ त्यहाँ आएर टक्क भिडियो टाइगर फ्रेड हो लाइन भन्दैन साथीहरूलाई टाइगर फ्रेड हाम्रो सरहरू केही बोलिदिनुहोस् त ल केही बोलिदिनुहोस् न मान्छेले बोल्ने हो नि त रमाइलो गर्ने रमाइलो भएर आउने होइन फुल्ली रमाइलो हुन्छ सर दसैँको शुभकामना तपाईँलाई केटाको ब्याग स्याग चेक गर्ने सर हेलिकप्टर मलाई पनि लगाइहाल्नुहोस् न उड्यो उड्यो फाइनली मैले हेलिकप्टरको चाबी सरहरूलाई दिएको छु बिस्तारै चलाउनु सरहरू किनकि फाइनली गाइज हामी चाहिँ खाना खाने ठाउँमा आइसक्यौँ र चस्मा लानु सोध्दैन कि भाइ सङ्केत अब अब जुङ्गा काटेर गल्ती गरी जस्तो लागिरहेको मलाई अनि त्यही हो अब खाना खान्छौँ राजा बजाइदिउँ तिम्रो बाजा ल जिते नि अब मेरो भ्लगमा फर्स्ट टाइम रे अच्छा कस्तो लागिरहेको छ त एकदम ठिक लागिरहेको सो ओके अब चाहिँ टक्क खाना खाने टक्क लन्च टाइम साथीहरू देखा न आम्बो मासु त फेरि बिग पिस है बिग पिस स्मल पिस छ यहाँ त चाहिँ एकछिन जुमै हुँदैन रोकी देखा त ओए तँ त देखिनुहोस् बासु देखिया हामी हल्का खान्छौँ है एक स्पुन हानिदिउँ है सुन हानिदिउँ ल है खाएको त के देखाउनु अब एकछिनमा देखाउँछु है चलिरहेको फाइनली हामीले भात हानिसक्यौँ र हाम्रो चाहिँ 12 घन्टा लाग्छ अरे हो अझै पनि 12 भन्दा नि लगभग तिम्रो त 6-7 सफल ओजी
कालो देखेछौ त तिमी त अस्ति अल्छी लगाएर मलाई किन भिडियो बनाउन अल्छी लगाएर रमाइलो भएर होला सायद बट इन माई स्टाइल आई विल डु माई बेस्ट ओके आलु खैरे नै कटिसक्यौँ अनिल सुनार ब्रदरको गाउँ अनि एभ्री वान इज लिभिङ हियर ल माई गड म नै निरहेछु एकछिन कस्तो मिठो निन्द्रा फाइनली गाइज हामी चाहिँ बल्ल टुरको घुम्न पायौँ हामी कहाँ जाँदैछौँ भनिदेऊ त ल कालिका मन्दिर हेरपाडे रेस्टुरेन्ट छ पार्टी गाइड हान न तिमी प्लिज एक गोब्रो नै आउँदैछ है सो हाम्रो पर्पल ग्याङ हिँडिरहेको छ नि पर्पल ग्याङ ल ओइ पर्पल ग्याङ ब्रो ब्रो मिल्दैन टाइम कल गर्न गीत बजाएको थियो त तिम्रै लागि होइन त्यो होइन एउटा गीत थियो त मैले भनेको थिएँ त बिर्सेकै मैले त्यो गाजा के भन्ने थियो त चल्किन्छ कट्टा हानेर चल्दिन्छ झिलिमिली टल्किन्छ अहिले उयो सब चिन्ने भेट्छ मैले ल ठिकै छ गाइज हाम्रो चाहिँ सोहनको गाउँ घुमिरहेछौँ हामी र हामीलाई एकदम बबाल लागिरहेछ सच अ ब्युटिफुल प्लेस म्यान व्हाट अ ब्युटिफुल प्लेस ल हामी डियर पनि छ डियर बाघ छ खाइदिन्छु है खाइदिन्छु नभनै फेरि यहाँ फेरि उयो ब्ल्याक ऊ पनि भन्छ ब्ल्याक हेन कालिज यतातिर फेरि देखिरहेको हुन्छ बाघलाई नभन्न यार त्यही त भनेको त अलिक चप्पा हानेर नि दाजु अलिक स्कुटी हान्नु भन्ने नानी कालिजको ठिकै छ सो गाइज है एकदमै बबाल रमाइलो हुने ठाउँ रहेछ यहाँ चाहिँ मलाई थाहा पनि थिएन एकदमै बबाल लाग्यो मलाई ठाउँ त्यही होला इट्स ओके हल्का घन्टी बजाइदिनु पर्ने हुन्छ फेरि पनि घन्टी बजाइदिन्छु यसरी तपाईँले मेरो बेल आइकन बजाउनु पर्यो है यसरी तपाईँहरूले मेरो बेल आइकन बजाउनु पर्यो ल अब चाहिँ भन्नु म आफूबाट आफै इन्सपायर भयो अर्काबाट सिक्ने होइन ल ठिकै छ हल्का ओइ दुईटा बाटो आयो सोहन कहाँ जाने हामी यताबाट टक्क यताबाट फेरि यताबाट उता छिर्ने होइन ओइ यताबाट हो यो किन फेरि उताबाट छिर्लाइ फेरि सराब लाग्छ नि मैले भन्दै पनि ओइ हेर्न क्युआर पनि राखेको छ ए भगवान् मेरो युट्युबमा 1 मिलियन सब्सक्राइब होस् ल ठिक छ सोहन टोइलेट कहाँ बाग्लुङको बाघ रामेछापको बाघ यता बाग्लुङको अड्डा हाँकै फेरि रामेछाप चाहिँ घुमाउन ला होइन निनीहरूलाई पक्न रामेछापले यति फेमस पार्छु नि त्यहाँ म 5वटा धरहरा बनाइदिन्छु म्याच भनेको म्याच पुग्दैन त पो चल्दैन ल ठिक छ एकैछिन है कालिज भेटिसकेको छ बाघले तर हल्का यहाँ क्लियरली भ्यू चाहिँ नदेखिने भयो एक्सक्युज मी कालिज यता हेर न So guys, we are back in the bus. अब चाहिँ हामी बागलुङको पुल चढ्न गइरहेछौँ I am very excited. What's up? No, this bus city. अब चाहिँ I am very के भन्छ त्यसलाई एक्साइटेड छु कि बागलुङको 1 किलोमिटरको पुल चढ्न गइरहेछु म 1 किलोमिटर न दोस बढी छ 1 किलोमिटर बढी छ है अनि है ल सुन सबै मोस्ट इम्पोर्टेन्ट थिङ है भोलिको हामी लगभग अब चाहिँ हामी यो पुलमा जाँदैछौँ म चाहिँ गोब्रोले त भिडियो रेकर्ड हुन्न होला हाम्रो हेरौँ के हुन्छ यहाँको पुल कस्तो छ भन्ने हो सो यो पुल चाहिँ एकदमै हल्लिरहेछ है झन्डै
कसलाई हो मजा आऊ त्यहाँ जा आयुष बहुतिर फर्केको कहाँ गयो तँ? कस्तो लाग्यो तिमीलाई भ्यू चाहिँ कसरी देखाउने दिउँसो भए आम गर्न सो यु दि भ्यू बट इंग्लिश is good. बट जस मजा आउँछ घुममा चाहिँ यसमा बत्ती नै भन्ने कि बत्ती भएन क्या ए ल ल बवाल हल्लाउनु रहेछ तर अब चाहिँ फर्किनु पर्ने हुन्छ यार अब त यत्तिकै हिँडिदिन्छु यत्तिकै हिँडिदिन्छु मा यत्तिकै अब त कसम यत्तिकै हिँडिदिन्छु ल लडोस् लडोस् अब त मा लड हामी हालिदिन्छु यहाँबाट यत्तिकै Today guys we are right now in hotel है अब चाहिँ फड्केको घडी फड्के होइन नदेखानु ब्रान्डिङ प्रमोट गरेर हुन्छ त्यही हो गाइज हाम्रो सर के एनसीपी सर बस्ने मेरो नाम चाहिँ बाइ द वे केसी होइन केसी अनमोल ए लिफ्टमा आएँ गाइस मोटरले गएर चाहिँ भिडियोको लागि 2 3 4 लिफ्ट चढ्न आउँदैन मलाई 4 ल रोक्यो ल थाहा नै थिएन आउँछ भने कस्तो हुन्छ सो गाइज अहिले चाहिँ हामी रुममा छौँ र एकचोटि चाहिँ फाल हाल्नु पर्यो भिडियो गर्ने त्यही त भन्छ गाल्यो ल गाइज हाम्रो दिपकित सर चाहिँ एकदमै फ्रेन्च स्टाइलमा खानु भएको अनि उहाँले चाहिँ त्यही कोसिस गरिरहनु भएको सक्ने अनि अर्को सरु अनि हाम्रो अर्को फेरि थकाली भयो ल त्यही छ अब हान्नु पऱ्यो है मासु त चोरी खाएनौ नि ल हानौँ त्यो भिडियो सिडियो त के गर्नु एउटा मासु हाएको चाहिँ गर्छु एकछिनमा त्यो त गर्नै पऱ्यो है ल भाषाको पनि टाइम लाग्छ खाना खाएर पनि आइयो र अब चाहिँ हल्का यसो यहाँ बसिरहेको सबैजना आनन्द पारामा बिराज अब त्यही हो सुत्ने बेला हल्का के हुन्छ भिडियो सिडियो हाल्छ होला अनि एडिट गरेर हालिदिन्छ धेरै हुँदैन 8 मिनटको हुन्छ यसपछिको पार्ट 2 वाला चाहिँ बवाल हुन्छ भोलि हामी मुस्ताङ जाने होइन त्यो चाहिँ एकदम बवाल हुन्छ